त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु। रवि लामी छाने। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले पार्टी स्थापनाको बेलामा केन्द्रीय सदस्यको लागि आफूहरूले नागरिकता पाउन नसकेको अवस्थाको स्मरण गरेका छन्। पार्टीको राजनीतिक संयोजन घोषणा सभालाई सम्बोधन गर्दै आफूहरूले वरपर देखिएका साथीहरूलाई हात जोडेर अभियानमा सहभागी हुन आग्रह गरेको बताए। उनले भने आज यो विशाल हुन्छ भन्ने कुराको जानकारी थियो, तर मैले धेरै साथीहरूलाई सम्झाउन सकिनँ, त्यसैले मैले समावेशिताको गाली खान बाध्य भएको छु, तर नियत कहिल्यै पनि खोटो थिएन। उनले आज राजसभा ऐतिहासिक मोडमा उभिएको भन्दै पार्टी देशभर फैलिएको बताए। अब कसैको लाभको लागि भन्दा पनि देशको लागि खर्च गरिने बताएका छन्। उनले भने के पाउँछु भनेर बैठक बस्ने होइन, के दिने भनेर बैठक बस्दा छलफल हुन्छ। त्याग गर्नेहरूको सूची बनाउँदा पहिलो नम्बरमा मेरो नाम हुने कुरा दर्ज गराइसकेको छु। नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास जारी नै छ भनेर रवि लामी छानेले भनेका छन्। दर्शकवृन्द,